हेलो साथीहरू, मेरो नाम चाहिँ मदन आज उपाध्याय। म चाहिँ अहिले कीर्तिपुर रङ्गशाला नजिकै बसोबास गर्छु हैन। आज चाहिँ सुदूरपश्चिम र विराटनगर किङ्सको सेमिफाइनल म्याच थियो हैन। त्यो सेमिफाइनल म्याचमा चाहिँ सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई एकदम लामो अन्तरले हराएर सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको छ। हेर्नु म चाहिँ हैन त्यो स्टेडियमको नजिकै लगभग 200 मिटर नजिक हुँदा पनि त्यहीभित्र ग्राउन्डमा हेर्न जान पाएन। हेर्नु लाइटहरू बलिरहेको छ पुरै। भर्खरै म्याच सक्यो। सुदूरपश्चिम रोयललाई कङ्ग्रेचुलेसन फाइनलमा प्रवेश गरेकोमा। अब फाइनलमा पनि जित्नुपर्छ, यो पालि कप उचाल्नुपर्छ र सुदूरपश्चिमको नाम राख्नुपर्छ। अघिल्लो वर्ष नि फाइनलमा पुगेर हार स्वीकार गर्नु परेको थियो। यो वर्ष चाहिँ त्यस्तो नहोस् भन्न चाहन्छु। यही भन्दै सुदूरपश्चिमलाई शुभकामना दिन चाहन्छु। धन्यवाद साथीहरू।